नमस्ते दर्शकवृन्द। हामीमध्ये धेरैले निन्द्रालाई शरीरको विश्रामको रूपमा बुझ्दछौँ। सुतियो भने दिमाग पनि कम्प्युटर बन्द गरे झैँ सबै प्रक्रिया रोकियो भन्ने सोच सामान्य छ। तर यो वैज्ञानिक रूपमा सही होइन, किनकि हामी सुत्दा हाम्रो शरीर बन्द हुँदैन, बरु शरीर अर्कै मोडमा जान्छ जहाँ दिनभर बिग्रिएका प्रणालीहरू एक एक गरेर ठिक गरिन्छन्। ठ्याक्कै राति बन्द देखिने सहर जस्तै सडक सुनसान हुन्छ, तर पानी बगिरहेकै हुन्छ, बिजुली चलिरहेकै हुन्छ, फोहोर सफा भइरहेकै हुन्छ। सहर सुत्दैन, सहर राति आफैलाई मर्मत गर्छ। हाम्रो शरीर पनि ठ्याक्कै त्यस्तै हो। त्यसैले आजको भिडियोमा दर्शकवृन्द, आउनुहोस् हामी सुत्दा शरीरको कुन कुन अङ्ग के काम गरिरहेको हुन्छ त्यो तथ्यका साथ हेरौँ। दर्शकवृन्द, हामी सुत्दा सबैभन्दा सक्रिय रहने अङ्ग दिमाग हो। सुत्दा दिमागले सोच्दैन, तर यसको अर्थ दिमाग निष्क्रिय हुन्छ भन्ने चाहिँ होइन। दिनभर हामीले गर्ने सोच, निर्णय, तनाव, याद यी सबै प्रक्रियाले दिमागभित्र अनावश्यक प्रोटिन र अपशिष्ट जम्मा गराउँछ। निन्द्राको गहिरो चरणमा दिमागका कोषहरू अलिकति खुम्चिन जान्छन्, जसले दिमागभित्र सफा गर्ने तरललाई सहज रूपमा बग्न दिन्छ। यसै प्रक्रियाले दिनभर जम्मा भएको फोहोर हटाइन्छ। त्यसैले निन्द्रा नपुग्दा ध्यान कमजोर हुन्छ, सोच ढिलो हुन्छ र सानो निर्णय पनि गाह्रो लाग्दछ। यो मानसिक कमजोरी होइन, यो दिमाग सफा हुन नपाएको परिणाम हो। दर्शकवृन्द, धेरै मानिसले सुत्दा पसिना आएको अनुभव गर्दछन्। धेरैले सोच्छौँ गर्मी भयो, उड्ने कपडा धेरै भयो वा अन्य केही समस्या पो हो कि। तर धेरै अवस्थामा सुत्दा पसिना आउनु सामान्य शारीरिक प्रक्रिया हो। निन्द्राको गहिरो चरणमा शरीरको तापक्रम पुनः सन्तुलनमा ल्याइन्छ। दिनभरको गतिविधिपछि शरीरमा थप ताप जम्मा भएको हुन्छ। राति शरीरले त्यो अतिरिक्त ताप बाहिर निकाल्न पसिनाको प्रयोग गर्छ। यसले शरीरलाई सुरक्षित तापक्रममा राख्न सहयोग गर्दछ। अर्को कारण हर्मोनको सन्तुलन हो। राति केही हर्मोनहरू फेरि सन्तुलनमा आउन थाल्दछन्। यसको असरले गर्दा पसिना निस्कन सक्छ। तर यदि सुत्दा अत्याधिक पसिना लगातार आउँछ, ज्वरो, तौल घट्नु वा अत्याधिक थकान सँगसँगै छ भने त्यो सामान्य प्रक्रिया नहुन सक्छ। त्यस अवस्थामा चिकित्सकीय जाँच आवश्यक हुन्छ। तर सामान्य अवस्थामा सुत्दा आउने हलुका पसिना शरीरले आफैलाई सन्तुलनमा ल्याइरहेको एउटा सङ्केत हो। दर्शकवृन्द, हामी सुत्दा सास लिने प्रक्रिया हामीले नियन्त्रण गर्दैनौँ, तर शरीरले भने पुरै नियन्त्रण लिइरहेको हुन्छ। नाकभित्र म्युकस निरन्तर उत्पादन भइरहेको हुन्छ। यसको काम धुलो, ब्याक्टेरिया र भाइरसबाट हाम्रो शरीरलाई बचाउनु हो। राति हामी नबोल्ने, नखाने हुँदा यो सुरक्षा प्रक्रिया अझ प्रभावकारी भइरहेको हुन्छ। त्यसैले बिहान उठ्दा घाँटी भारी लाग्नु सामान्य हो। यो रोग होइन, रातभरि चलेको सुरक्षा प्रक्रियाको नतिजा हो। दर्शकवृन्द, मुटु कहिल्यै सुत्दैन। निन्द्रामा मुटुको चाल ढिलो हुन्छ, रक्तचाप घट्छ, तर रगत बग्ने प्रक्रिया भने कहिल्यै रोकिन्न। यो अवस्था मुटुको लागि ऊर्जा बचत गर्ने अवस्था हो। यदि मुटु केही सेकेन्ड मात्र रोकियो भने मस्तिष्कदेखि शरीरका सबै अङ्ग तुरुन्त असरमा पर्दछन्। त्यसैले हामी सुत्दा पनि मुटु पुरा जिम्मेवारीमा काम गरिरहेको हुन्छ। सुत्दा हाम्रो सास दिनको भन्दा ढिलो अनि गहिरो हुन्छ। यस समयमा फोक्सोमा हुने अक्सिजन र कार्बन डाइअक्साइड साटासाट अझ प्रभावकारी हुन्छ। तर गलत सुत्ने अवस्था, नाक बन्द वा शरीरको तौल धेरै हुँदा यस प्रक्रियामा केही समय अवरोध हुन सक्दछ। धेरै मानिसलाई यो कुरो थाहा पनि हुँदैन, तर फोक्सो रातभर शरीरलाई अक्सिजन दिन लगातार काम गरिरहेको हुन्छ। कलेजो शरीरको सबैभन्दा व्यस्त रासायनिक प्रशोधन केन्द्र हो, अथवा अर्को भाषामा एउटा उद्योग हो। दिनभरि खाएको खाना, लिएको औषधि, रक्सी यी सबै राति कलेजोले प्रशोधन गर्दछ। निन्द्राको समयमा डिटक्स प्रक्रिया अझ सक्रिय हुन्छ। तर कलेजोको एउटा ठुलो समस्या छ,
यसले आफ्नो दुखाइ देखाउँदैन। धेरै बिग्रिएपछि मात्र लक्षण देखिन्छ। निन्द्रा बिग्रियो भने कलेजोको प्रक्रिया प्रभावित हुन्छ। आन्द्राको काम पचाउनु मात्र होइन। राति आन्द्रा पाचनभन्दा मर्मतमा केन्द्रित हुन्छ। भित्री तह सुधार्छ, ब्याक्टेरियाको सन्तुलन मिलाउँछ। यदि राति ढिलो खाना खाइयो भने आन्द्रालाई यो मर्मत प्रक्रिया पूरा गर्न समय नै मिल्दैन। त्यसैले धेरै पेट सम्बन्धी समस्याहरू खानाको गुणस्तरभन्दा समयसँग जोडिएको हुन्छ। दर्शकवृन्द, मृगौलाले राति पनि रगत छान्छ, विष फाल्छ, काम लाग्ने तत्त्व राख्छ। निन्द्रामा यसको गति दिउँसोभन्दा अलिकति ढिलो हुन्छ। त्यसैले बिहान धेरै पिसाब जम्मा भएको हुन्छ। मृगौला बिग्रियो भने शरीर अरू प्रणालीमा निर्भर हुन थाल्छ। यसैले यो शान्त तर अत्यन्तै महत्त्वपूर्ण अङ्ग हो। मृगौलाले राति नयाँ कोषहरू उत्पादन गर्छ। दिनभरको घाम, धुलो, सूक्ष्म क्षतिले छालामा असर पारेको हुन्छ। यी सबै राति नै सुधार गरिन्छ। यसै कारण राम्रो निन्द्रा छालाको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। दर्शकवृन्द, हामी सुत्दा शरीर सुस्त देखिन्छ, तर भित्र सफाई, मर्मत, सन्तुलन, सुरक्षा सबै प्रक्रिया एकसाथ चलिरहेको हुन्छ। त्यसैले निन्द्रा आलस्य होइन। निन्द्रा शरीरलाई सही अवस्थामा राख्ने आधारभूत प्रक्रिया हो। दर्शकवृन्द, आज तपाईँले शरीरलाई यो कामको लागि पर्याप्त समय दिनुभयो? कमेन्ट गर्नुहोला। यहाँहरूलाई यस्ता जानकारीमूलक भिडियोहरू उपयोगी लाग्छन् भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र आगामी दिनमा भिडियो छुट्न नदिनलाई बेल आइकन पनि थिच्नुहोस्।